ग्राउन्ड अर्किड है एकसम्म पसिहाल्थ्यो नि बाख्रा करायो होइन बिहान उज्यालो भयो त बाख्रा कराउनु सुरु भइहाल्छ म चाहिँ लागेको डायरी बिहानको सबै एकसर गाईहरू दुहेर पनि है अनि यहाँ त आगो बालिदिइरहेको छु झ्यास टर्दै गर्छ भनेर है यहाँनिर उयो बदमास नगर्ने अनि ल आगोमा उयो हुन्छ है बल्दैछ आगो ए नमस्ते सबैजनालाई फेरि पनि स्वागत छ है हजुरहरूलाई मेरो नयाँ ब्लगमा आयो हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला र हामी पनि सन्चै छौँ अनि लाग्दैछ बिहानको ड्युटी डेरी है बाख्रा कराएको चाहिँ हाम्रो हो घरको है साह्रो कराउँछ बिहान पाठाहरू छोडिदिएको छुइनँ नि त कराएको कराकै गरिरहेछ डायरी पुगेर आएर मात्रै छोडाइ हुन्छ बाख्राको पाठाहरू पनि र आज चाहिँ मौसम भन्नुपर्दाखेरि चाहिँ यस्तो भइरहेछ है आकाशतिर पनि र आज अब दिनभरिको भ्लगिङमा है के हुनेछ हेर्दै जाउँ शीतलै छ आज नि है दिउँसो त लाग्छ होला नि घाँसमा जाँदैछस् घाँसमा जाँदैछस् गुम्सिएको दिन पो भन्छ है फुटाएछ यो ब्रेकरले फुटाएको होला है टक टक पारेर सिमेन्ट आएछ ए हो त रहेछ अब सुरु होला नि त काम भुलिँदै आऊ ल तिमी भुलिँदै आऊ ल हँ फटाफट नआएर भुलिँदै आउँछौ किन भुलिँदै यो झ्यास्टन चाहिँ साह्रो पऱ्यो अब चाहिँ खाजा खाएर चाहिँ फेरि सोत्तर आज घाँसमा जाँदिनँ होला जङ्गल पनि बाख्रालाई बारी चाहिँ काटेर सोत्तर अलिकति चाहिन्छ सोत्तर सोर्नु पर्ने छ गाईलाई सोत्तरै छैन नि त आज मौसम बादल लागिरहेछ है आकाशतिर चाहिँ खाजा खायो नानी खाजा खायो यता खाजा खायो गुड खेतला पो आएछ त धनियाँ बोक्ने त 20 रुपियाँ बिटा धनिया 20 रुपियाँ कत्रो बिटा छन् भाइ बिटा ठुल्ठुलो छ नि अर्को हप्तादेखि चाहिँ हुन्छ व्यापारी ठुल्ठुलो बनाइन्छ अन्त ठुल्ठुलो बनाउँछ राम्रो नै बनाउँछ नि त अरू जग्गामा पट्टै जान्न ठुलो बनाउँछ होइन यता बिग्रिन्छ यता साइजहरू अहिले मैले बेच्दै गरेँ भिडियो बनाएर पठाइदिएको छु सर्दी लाग्यो क्या हो सर्दी अब पैसा यही मात्रै भयो बाँकी अस्तिको छ होइन 50 छैन हिसाब किलो ए हो दुगो किन्नु पर्छ नि डोको छैन अब 1-2 दिनमा ल तिमीलाई चाहिँदैन आउँदैन 6 तारिकसम्म पसिहाल्थ्यो नि दिदी 1500 भए पनि दिँदै थियो भन्नुपर्छ नि अब त्यो पनि दिएन भने हामी के ले भौचर हाल्नु भने त्यो अस्ति नयाँ थियो नि त भक्कु 1500 बेसी भयो म त नाचिनै मलाई त त्यो भौचर बोल्यो के अब यो अर्को कलरले पिङ्क फुल रातो फुल्ने नि पिङ्क फुल्ने छ अब दुईटा बामा सर्दै चाहिँ कहाँ गयो दामी फुल्दैछ ग्राउन्ड अर्किड होइन यसको पत्ता काटिदिनु पर्थ्यो मुनिको त्यो पहेँलो पत्ता चाहिँ सबै दामी हुन्छ ह्याप्पी रहेछ नि घाम तर मरो लाग्न थाल्यो तल पुग्दा त्यही है यस्तो पारा घाम लाग्छ है अन्त हिट
ल हामी चाहिँ अब घाँस काट्ने ठाउँमा आइपुगिसक्यौँ है। अनि घाँस चाहिँ अब यो ओह्रालो कटाइ यस्तो छ, यसलाई चाहिँ ठोट्ने भन्छ। यही घाँस कटाइ हुन्छ हाम्रो चाहिँ हो। पसिनै पसिना। ल भारी पनि पुग्यो, अब चाहिँ निक्लिनुपर्छ। भारी पनि लगाइसकेँ, निक्ल्यौँ है। सुरज भाइ पनि पुग्यो अरे, त्यहाँ छ सुरज भाइ। ल हत्तु घाँस लिएर आइपुग्दैछ। बाख्रा गाईहरू पनि कराइरहेको छ घाँस हाल्ने। अब कतिमा राख्यो गमला? यहाँ ल्याउ त। यतिलाई 18वटालाई चाहिँ हामीले कतिमा राख्यौँ? 800 रुपियाँमा राख्यौँ 18वटालाई। महँगो पऱ्यो कि सस्तो पऱ्यो? दामी छ है त। पक्का खालको हो यो त। भुइँमा पछाडि पनि केही छिटिन्छ बरु। लाज हऱ्यो। फुल चाहिँ अब कति राम्रो क्वालिटीको हो। अब फुल चाहिँ पैसा दिनु न बजार जाँदैपछि फुल किन्नु। बेसी दिनु यहाँ चाहिँ हाम्रो भर्खर सुरु चक्कर रोप सोच्दैछौँ हामी। फुल एकदमै यहाँ फुलै फुल बनाऊँ भनेर है। वरिपरि मजाले। यहाँनिर चाहिँ हाम्रो यो चाहिँ हो एमार्लिस। यो चाहिँ रेड कलरको है एमार्लिस रेडी भइरहेछ फुल्नुको लागि हो। यहाँनिर हेरिहाल्नुहोस्। अनि यो चाहिँ ग्राउन्ड अर्किड है। ग्राउन्ड अर्किड चाहिँ यति मजाले फुलिरहेछ यहाँनिर। टक्कै कोही कोपिला लाग्छ, कोही फुल्दैछ यहाँनिर। यसको पत्ता चाहिँ अलिक कटिङ गरिदिनु बेला भइरहेको छ है यहाँनिर। कति दामी लागिरहेछ यहाँनिर। ल हेर्नुहोस् है, हाम्रो चाहिँ ग्राउन्ड अर्किड है फुलेको। यसले 5 स्टिक फुलेको छ। यसले त झन् कति 5, 6, 7 स्टिक फुलेको रहेछ है यसले। र कोपिला पनि मजाले लागिरहेछ है। र चाहिँ म चाहिँ अलिकति पत्ताहरू निकालिदिनु पऱ्यो है। ग्राउन्ड अर्किड चाहिँ हामीले चाहिँ खास गरी भुइँमा रोप्दा पनि हुन्छ। यो चाहिँ मैले चाहिँ गमलामा रोपिदिएको छु नि त। अनि गमलामा रोपेर चाहिँ यति मजाले फुलिरहेछ फुल्नु चाहिँ है। र यसलाई चाहिँ अब कस्तो के मल हाल्नुपर्छ है, कस्तो मल हाल्नुपर्ने तपाईँहरूलाई आइडिया छ भने चाहिँ यसो कमेन्ट्समा भनिदिनुहोस् ल। यसको पत्ता निकालिदिनु पऱ्यो। म चाहिँ कुहिएको पत्ताहरू सबै निकालिदिनु पऱ्यो है। मुनिको यो हरियो पनि निकालिदिनु नि एक जोडा। तर बाक्लो भयो छैन दाजु। हामी चिम्टा आएको त पुग्दैन। कहाँ चिम्टा खोज्नु? बगान बेली चाहिँ कति मजाले फुलिरहेछ हेर्नुहोस् हाम्रो है। यति दामी देखिरहेछ नि फुल। घाम लाग्यो भने चाहिँ गरम सुरु भयो। अब चाहिँ लागेको बारीमा म चाहिँ बारीमा काम छ। अब चाहिँ बारीमा गएर अलिक बारी खन्नुपर्ने छ। बिहान झिक्रा डराइदिएको पनि सबै डरे नै रहेछ यो चाहिँ। भोलि बिहान फेरि डराउने होला। अब मोटरको छेउ लडेछ। यता पानी आइदियो त्यो मोटरलाई कस्तो राम्रो हुन्थ्यो। मजाले आइदिनु पर्थ्यो मोटरलाई चाहिँ। फुलहरू पनि अझै राम्रो हुन्थ्यो नि। सिसा लगाइदिएको छु मैले खोर्सानीलाई चाहिँ पुरा झार पलाएर। डुकुहरू सबै फुले सागको सक्यो डुकु चाहिँ। अब हल्दी रोप्ने जग्गा चाहिँ खनेर चाहिँ रेडी गर्नुको लागि चाहिँ म चाहिँ बारीमा जाँदैछु है। अनि साथमा चाहिँ घाँस पनि अलिक लिएर आउनु पर्यो भन्दैछु। यहाँको डुकु पनि टिपेछ। आलुहरू पनि अब चाहिँ पाक्ने बेला हुन आँटे।
मजाले छिपेर तर बोट मरेपछि चाहिँ खन्यो भने चाहिँ खानुको लागि पछिसम्म राखेर चाहिँ राम्रो हुन्छ आलु चाहिँ है। अब बर्खा लाग्दै गएपछि बारीतिर पनि निकै हरियाली देख्छ। अहिले चाहिँ उडेस लाग्दो देख्छ। अहिले चाहिँ त्यति हरियाली पनि देख्दैन। सागको डुकु मजाको भइरहेको छ यहाँनिर। अब चाहिँ म यहाँनिर हल्दी रोप्ने ठाउँ चाहिँ खनेर रेडी गर्नु पर्यो भन्दैछु है। यहाँ चाहिँ हल्दी रोप्ने जग्गा मल पनि रेडी छ। योपालि चाहिँ बाख्राको मलमा हल्दी रोपिदिउँ भनेको है। हेरौँ कस्तो हुने हो। मैले चाहिँ खन्दा खन्दै मौसम चाहिँ अघि नै बिग्रिनु सुरु भइसक्यो थियो है। हल्का पानी पो आउनु थाल्यो त। अब त छिटाउँदैछ। अलिकति खन्नु रहेको छ मेरो। यसलाई सकौँ भनेको एउटा चाहिँ खन्दिनँ, यता चाहिँ सकौँ भनेको पानी पो आउँदैछ। उँभोबाट हावा पनि चल्दैछ है। मौसम त अचानक बिग्रियो पो त हौ। अचानक मौसम बिग्रियो लागेको। अब चाहिँ अलिकति घाँस पनि छ, घाँस पनि लिएर जान्छु गाईलाई। पानी आइगयो त अचानक। पानी मतलब छिटाउँदैछ, ठुलो त आएको छैन। आइदियो भने चाहिँ राम्रो हुन्थ्यो। मजाले आइदियो भने चाहिँ एकताल लु खै पानी आउला जस्तो छ है। अब चाहिँ मजाले आइदियो भने त राम्रो हुन्थ्यो। पानी त आउला जस्तो त हुन्छ नि, तर यसरी हावा चलेपछि के पानी नै त उडाइदिइहाल्छ। पुरै हावा चल्न थालेको। यहाँ चाहिँ मैले त्यहाँ खोर्सानीलाई पानी लगाइरहेको छु। खोर्सानीको बिउलाई होइन बिउलाई अनि सारिदिइरहेको छु। खोर्सानीको बिउलाई चाहिँ बेला बेला पानी हालेर भने फेरि उम्रिँदैन। झार मात्रै उम्रिन्छ। अस्ति प्लास्टिकले छोप्नु पाएको भए चाहिँ झार उम्रिनु पाउँदैन। झार मात्रै उम्रिरहेछ अहिले चाहिँ। दाउरा भयो अरे हल्लिँदै लडे दाउरा त ला हो पानी आउला जस्तो भयो त। अघि त फेरि उक्रेला जस्तो थियो। अहिले पानी आउला। बाख्रा कराएको होइन। अब यो बाख्रालाई पाठालाई दुध खुवाउनु पर्ने। कुखुराहरू पनि बाहिर रहेछ। त्यहाँ बनाएको छु, त्यसलाई छोडिदिन्छु। कुखुराहरू पनि पस्दैन त हौ। ल बेलुकाखेरि चाहिँ यस्तो भइरहेछ है। तर अब राम्रो दिन हुनुहुन्छ घाम चाहिँ माथि नै हुन्थ्यो होला। अहिले चाहिँ मौसम चाहिँ अब पानी पर्ला जस्तो पुरै है। बेलुका चाहिँ आउने रहेछ के हो पानी। सो हेर्दाखेरि चाहिँ र अब आजको भिडियो पनि यतिमै समाप्त गर्न जाँदैछु है। र यसरी नै तपाईँहरूले माया अनि सपोर्ट पनि बनाउँदै गर्नुहोस् होला गाउँले जिन्दगीलाई।